मलाई फाँसी दिँदाखेरि चाहिँ म जहाँ गएर काम गर्छ दुनियाँले डरले काम मृत्युको डरले काम यो भने नसोचोस् म मृत्युसँग डराउँदैन। सजाय त्यस्तो व्यक्तिलाई दिन्छ जोसुकैलाई मृत्युको दण्ड दिइँदैन। आजकल त हत्या गर्दाखेरि पनि नौलो हत्या पनि जिन्दगी जान्छ अनि फाँसी दिने बेलामा कोही त बाँचेको पनि हुँदैन भनेपछि हाम्रो यीशु मसीहलाई कति डरलाग्दो दोष लगाएको मृत्यु दण्ड। अनि यसैको पत्रमा मात्र हामीले पढ्दै थियौँ उहाँको त भेट्न नसक्ने रूप भएको थियो। उसलाई त यति साह्रो कुटियो यति साह्रो पिटियो उसको सुन्दरता सबै कुरो भइसकेको यति साह्रो उसलाई दोषमाथि दोष लगाइराखेको थियो अनि यति हेर्न नसके उसको सुन्दरता सबै खत्तम भयो भनेर यसैको पत्रले भन्छ। अनि अहिलेको पदमा चौथो बानी भन्दै गर्दाखेरि पनि जब परमेश्वरले आफ्नो पुत्रलाई हेर्नुभयो यति डरलाग्दो गुरु यति डरलाग्दो दुष्ट र सबै दोषहरू मान्छेले लगाएको देख्दा हाम्रो सबै पापको भारी प्रकोपले बोकेको देख्दा यति साह्रो अपवित्रता बोकेको देख्दा माथि पर्न पर्यो। त्यति बेला पुत्रले भन्छ एली लामा सबक्थानी हे पिता मलाई किन त्याग्नु भयो। यसले प्रमाण गर्छ हाम्रो सबैको दुष्टता हाम्रो सबैको अपवित्र प्रभुले बोक्नु भएको थियो। अनि परमेश्वर पिताको पवित्र चेहराले मुहारले आफ्नो पुत्रको त्यो रूपलाई देख्न सक्नु भएन। साँच्चै नै हाम्रो डिकन बाउलाई प्रभुले धेरै धेरै आशीर्वाद दिएका हुन् र